यदि कसैले मलाई जिन्दगीभरि एउटा मात्र खाना खानु पर्यो भने के खान्छस् भनेर सोध्यो भने म भन्छु छोइला। मैले छोइला बनाउन सिकेको चाहिँ 2 हप्ता जति भयो हैन। त्यसपछि चाहिँ मैले जे पनि छोइला बनाइदिरहेको छु के। कहिले सोयाबिनको, कहिले मसरुमको, कहिले केको। साँच्चै छोइला किन यति साह्रो मिठो भएको होला के? लसुन अदुवाको पेस्टले हो कि मासुले हो कि भनौँ भने फेरि सोयाबिनको पनि मिठो हुन्छ। तर जेसुकै होस् छोइला चाहिँ एकदम मिठो हुन्छ। फेरि छोइला बनाउन त्यस्तो गाह्रो पनि छैन के। छोइलाको मेन टेस्ट भनेको अदुवा लसुनको पेस्ट, तोरीको तेल, लसुन पत्ता अनि पिरोको लागि सुकेको खुर्सानीको पेस्ट। यसपछि अनि टमाटर पनि पिसेर हाल्नुपर्छ। अनि त्यतिको मिक्सर बनाएपछि जेमा हाले पनि त्यसको छोइला भयो। मसरुममा हाल्यो भने मसरुम छोइला, सोयाबिनमा हाल्यो भने सोयाबिन छोइला, पोर्कमा हाल्यो भने पोर्क छोइला, मटनमा हाल्यो भने मटन छोइला, जेमा हाले त्यही छोइला। अनि म चाहिँ जसले छोइला इन्भेन्ट गर्यो त्यसलाई चाहिँ धेरै 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 धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो नेवारी कम्युनिटीलाई पनि एकदमै थ्याङ्क यू फर इन्ट्रोड्युसिङ दिस वन्डरफुल खाना इन नेपाल हैन। थ्याङ्क यू सो मच है। एट द एन्ड अफ द भिडियो म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूलाई बाई बाई। ल म चाहिँ अब छोइला खाँदै बस्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। फलो पनि गर्नु होला। बाई बाई।